गाइज हामीले चाहिँ टेन्ट लगाउन सिकिसक्यौँ यो चाहिँ हिमालयको 4XL हो उही कस्तो मोबाइल देखेको उही कत्रो रहेछ Alright guys, welcome to my YouTube channel and another vlog. I hope हजुर सबै सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु आफ्टर सो मेनी लङ डेज मैले फेरि भ्लगिङ स्टार्ट गरेँ त्यो हिजोको भ्लग जुन हालेको थिएँ त्यो ससुरालीको भ्लग त्यो त धेरै पहिलाको भ्लग हो पुरानो पछि हालिदिएको थिएँ अनि त्यसपछि अहिले चाहिँ हामी यहाँ ब्याङ्कमा छौँ कि एटिएम कार्ड अगाडि एटिएम कार्ड र एटिएमको अगाडि यहाँ चाहिँ हल्का फुल्का पैसा निकाल्न आएको मम्मीहरू फिल्म हेर्न जाने रे ए यहीँ आउनु जाने हो अब अनि त्यसपछि पैसा दिने अनि हामी जाने होइन सो अनि त्यसपछि मम्मीहरू चाहिँ फिल्म हल जाने रे त्यही भएर हल्का फुल्का खर्च चाहियो आज फेरि आइतबार हिजो शनिबार नि ब्याङ्क बन्द आज आइतबार नि ब्याङ्क बन्द त्यस्तै भयो अनि आज त्यही भएर एटिएमबाट हल्का फुल्का निकाल्न मिल्छ नि त त्यही भएर हल्का फुल्का निकालेर मम्मीलाई दिने अनि म चाहिँ यहाँबाट म र फिटे भाइ चाहिँ पोखरा बस पार्क जान लागेको यहीँ नारायणघाटमै छ पोखरा बस पार्क तर उता मम्मीहरू नै आउनुभयो दिपिका हो सो उहाँहरू चाहिँ फिल्म हेर्न जाने रे अनि हामी चाहिँ त्यही ट्रेकिङ टेन्ट लिन जान लाग्यो आमामा मैले कति चाहिँ सर्च गरेँ होला भनेको त्यो टेन्टको लागि कसम भने भाइ अब 1 महिना बढी भाइ 2 महिना जति भयो होला है सो आज चाहिँ फाइनली हाम्रो ट्रेकिङ टेन्ट हामीले कतै लोकेसनमा पायौँ युट्युबमा सर्च गर्दा गर्दा बल्ल बल्ल गरेर मैले भेटाएँ अनि त्यसपछि जताततैबाट हेर्नुहुन्छ तर केही छैन हामी भ्लगिङ गरौँ न हामी अब कमाए नि भाँडै हो कमाउनु त पर्यो होइन त पर्यो ए हाम्रो बजीहरू नि आइसकेर हाई गर्नु फिल्म हेर्नु जाने थियो ल हाई बजे के हो भाइ झगडा गरेको हान्दिउँ ल ब्लगर हाम्रो मम्मीहरू चाहिँ अब जाने रे फिल्म हेर्न पैसा दिने रे पैसा नै हाम्रो पास भयो क्या ल हामी चाहिँ जान्छौँ अब है पैसा दिएर कति भयो 2000 भयो हुन्छ फिल्म हलै थाहा छैन फिल्म हेर्न जाने भन्नुहुन्छ यहाँबाट सिधै गरी यहीँ नजिकबाट छिर्नु लिएर जानु 5000 लिएर जानु है चल्छ फिल्म हल लेट्स गो गाइज हामी पनि जाउँ के म नारायणघाट जान लाग्यो अब टेन्ट किन्न जान लाग्यो त्यो क्याम्पिङ हान्छ नि हामीले त्यहाँ पाउँदो रहेछ भर हेरेर आयो जाउँ तपाईँहरू पनि जानु जाउँ है यहीँमा जाने हामी पनि त्यहीँबाट जानु यता हुन्छ यहाँ नजिक एउटा छिर्ने ठाउँ त्यहीँ छिर्नु रोक्दै दामी आएर भ्यू हुँदै अरे गाइज हामी आयौँ यहाँ आएर दुईवटा ट्रेकिङ टेन्ट लियौँ अनि एउटा रेडिमेडकै हुन्छ सानोवाला क्या त्यो लियौँ अनि त्यसपछि एउटा तुलसी 1 2 3 4वटा लभली मजा आयो होला त्यहाँ कुर्सीले हाने कुर्सीमा सुत्नुहुन्छ दाइ हामीहरू सही हुन्छ त्यो त कहिलेका त्यो त कहाँ लिएर जान्छ तर त्यो त अलिकति टाढा गयो भने अब होल नाइट इन जङ्गल हुन्छ अब 24 आवर इन जङ्गल हुन्छ अहिले जङ्गलै बास हुन्छ ओके गाइज हामी चाहिँ घर फर्किँदै भनौँ अब सो देख्न सक्नुहुन्छ हाम्रो सामानहरू टन्ने भयो यहाँ छ झोलाभित्र अनि यहाँ छ एउटा यहाँ छ एउटा यहाँ छ अनि हामीले चाहिँ जे होस् लभली इन्भेस्ट गरेका छौँ यो चाहिँ हजुर आए हाम्रो चाहिँ जे होस् फल चाहिँ निस्किनु पर्यो होइन भाइ अनि तँलाई कस्तो लाग्यो सामानहरू मलाई कस्तो एक्साइटेड लागिरहेको तर पैसा गएको अलिकति मन खत लाग्यो तर योभन्दा 10x निकाल्नुपर्छ 100 के 10x भने छोटी सोच वाले तेरा मुख काला ल गाइज त्यही हो अब चाहिँ म हजुरहरूलाई घर घरै यो सबैको अनबक्सिङ गर्छु म होइन के सामानहरू लिएँ हामीले अघि नै बताउनु त तर क्लियर तरिकाले बताएको छैन नि त प्रपर तरिकाले सामान देखाएर यो गरेर देखाउँछौँ हामी अनि त्यसपछि मम्मीहरू नि 2 बजेको सो हेर्न जानुभएको थियो टिकटै पाएन चाहिँ क्या फुल भएर 5 बजेको टिकट काटेर बन्द भएर आज नगयो भने होइन त हावा अब के गर्ने अब जान मन गऱ्यो बस चाहिँ मम्मी दिपिका बहिनी गएको थिएन के अरे अब त्यहीँ अब दिनभरि त्यसै के अन्त अनि अब खाजा खानु होला नि कतै
सो हामी चाहिँ अब निस्किन्छौँ है त लेट्स गो 10वटा समोसा हामी आइसक्यो हाम्रो घर जाने बाटोतिर फुलपुरे 10वटा समोसालाई जानु पऱ्यो खाजा ल्याइदियो भने है घरबाट दाइले मजाले अनि सालो केटाहरू सबै छ क्या त्यो भएर गाइस अनि पुरी पनि लैजानु पऱ्यो 5वटा तरकारी लैजानु पऱ्यो अनि दुध पनि लैजानु पऱ्यो सबलाई खाजा आज डेली भ्लगिङ आउँछ अब अस्ति नै भनेको डेली भ्लग हाल्नु डेली भ्लग हाल्ने भयो कमेन्ट गर्नु गाइस भनेको त कमेन्ट आएको थियो थुप्रो डेली भ्लगिङ त फुलित्थ्यो अर्को च्यानलमै युज हुन्छ अब त्यही भएर हो एउटामा कन्सिस्टेन्सी देखाइरह योमा पनि देखाउनु पऱ्यो अब योमा 75 डेज हार्ड च्यालेन्ज आउँछ गाइस डेली मिनी भ्लग टाइप अलराइट गाइज सो हामी चाहिँ अहिले घर आइसक्यौँ अनि यो हजुरहरूलाई म हाम्रो अहिलेको किनेको सामानहरू ल्याउन त्यो भनेको हाम्रो इन्भेस्टमेन्ट टाइप भनौँ न होइन त्यो हिसाबले मिनी ब्लग बनाउँ त्यहाँबाट कसैकै हो झन् धगे भन न कुर्सी हो कि सुन्दा नि मिल्छ अरे 1 क्विन्टलसम्म भन्दा बढीकोलाई धान्छ भन्छ फुल ब्लग गरिदियो मैले राम्रोसँग कसेको थिइनँ कि अघि पुछ न क्यामेरा कट्टुमा म होइन मैले बाँधाएको छ बुझ्नु अनि के हो लिएर आइज भन्नुभएको थियो यहाँ ए टुट्टी बिर्से तपाईँले फोनै हान्नु भएन यो खतरा छ कि यता त बलियो नभए जस्तो दिन है तर तयारी टेन्ट भनेको त अहिले त्यो टेन्ट हो सुत्न मिल्छ कि सुत्ने हो हजुर सुत्नु त कस्तो मोबाइल देखेको टाउको नानु मिल्छ ए आनन्द ल अड्छ बडी त्यो हटाउनु अब टेन्ट लगाऊ नि भन्छ कि त्यो हटाउनु उता बस्नु नि तपाईँ उता राखिदिनु न उता खोला ए त्यो अगाडि गर्ने होला त्यो हो त्यसरी दाइ उता अलिकति मिलेन क्या ए उयो कत्रो रहेछ टपमा गएर घुम्ने ठाउँ हुन्छ नि हावा आउने ठाउँमा पाँचजना उही अघि यो कत यिनीहरू घर हेर न 0.5 गरिदियो अफ गरेर मलाई पनि देऊ है अलिकति हल्का पछाडिबाट मोबाइल राख्न ए भित्रबाट ल मन छ दिदी भ्लग गर्ने भित्रबाट ल गाइजहरू यहाँ चाहिँ यो मोबाइल राख्नको हो कि सामान राख्नु होला राति बस्दाखेरि राति सामान राख्नलाई एउटा पकेट अनि यो भयो ढोकामा पनि केही नपसोस् भनेर जाली पनि नेट पनि रहेछ अनि यतापट्टि चाहिँ यो झ्याल रहेछ तर झ्याल चाहिँ खोल्नु नमिल्दो रहेछ हौ झ्याल चाहिँ खोल्नु नमिल्दो रहेछ नाइस 3जना त अड्दै रहेछ आमा फोहोर आयो जम्मै जाम गर्मी भयो मर्छु म त अलिक धेरै गर्मी हुने रहेछ बिस्तारी 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 बबाल रहेछ यो त यो दुईजना अड्छ भन्छ जाली र यतापट्टि झ्याल चाहिँ खोल्नु नमिल्दो रहेछ के बाहिरबाट आउनु पर्छ है यो चाहिँ ठ्याक्क मोबाइलहरू राख्न सामानहरू राख्नलाई कस्तो रहेछ नाइस हो त भाइ लौ भाइ झ्याल नि छ नि बब्बाल छ या तर यार हेर्न गाइस
पाक्यो गर्मी भयो आमामा 5 किलोको हो एउटै यिनै त रियाको हाम्रो चितवनमा अलिकति युज भयो क्या यसलाई 27 25 ओइ सबै सामानहरू छ त्यो त प्रपर दरकारले बनाउनुपर्छ ओइ यो स्योर त्यो लामोवाला हो। अलि ठुलो हो क्या तिरपाले हो क्या त्यो छ नि भुइँ भिडियो हेर्नु पर्छ त्यो भिडियो हेरेर गर्ने हो क्या त सब अलिक भिडियो हेरेर गरौँला ओके गाइज हामीले चाहिँ टेन्ट लगाउन सिकिसक्यौँ यो चाहिँ हिमालयको अब यो 4XL हो लभली छ यार है इन्जो ठुलो हाम्रो ग्रुपलाई चाहिँ सही हुन्छ यो हावा छिर्छ अँ यहाँ यतातिर हरि सरी हो हावा छिदो भन्नु त नाइस नाइस गाइज ल मलाई चाहिँ यो दाइ। सामानहरू चाहिँ सबै राम्रो लाग्यो त्यही हेर्न त्यो डिफरेन्स फर्स्टमा त्यो ठुलो अहिले यो ठुलो यस्तो पनि लाउनु मिल्छ होला मिल्छ सबै मिल्छ है सबै मिल्छ है आफ्नै स्टाइल लाउने हो त्यो हो त्यो सबै सामानहरू राखेँ भाइ एउटा नरहोस् त्यो टिप त किला 12वटा रहेछ 12वटा ल गाइज हाम्रो चाहिँ टेन्ट फिक्सै भयो यति भएपछि चाहिँ थाहा भयो कि ल यसरी लाउने हो भनेर त्यसको अगाडितिर त कस्तो बच्चु देखेको है रेडिमेड हो नि त अँ सजिलो हुन्छ नि त यो फेरि लिएर ठप्प लगाइदियो भयो सबै निकाल्यो अब यो कसरी लाग्ने म त बिर्सेँ त्यो सबैलाई फर्काइदिने माथिपट्टि त्यसरी हो र अँ हो यहाँ फर्काउने भाँचेर त भयो आउँदिनँ म त गर्दिनँ होइन दाइ यो दुइटै कता दाइले तपाईँले सबै फर्काइदिनु भयो एउटा चाहिँ यहाँबाट फर्काउने खै भयो नगाइदिउँ अनि चेन त लगाउनु हो कमसेकम पहिला यो चाहिँ फर्काउँ न यो भाँचिनुपर्छ क्या पहिला सुरुको चाहिँ फर्काउने अनि त्यसपछि बल्ल यिनीहरू फर्काउने यसलाई सिधा बनाउँछ